Bobby, say hello to my vlog. Hey, hello. Bobby. Beautiful day for cricket. हल्का मान्छे पाँच छ मान्छे पनि हजुरहरूलाई हाम्रो प्रो कोड 713 च्यानलमा स्वागत छ। बिहानीको बिहानीको सुरुवातीको क्रममा यहाँ घामसँग केही पागल प्रेमीहरूसँग हामी आइसकेका छौँ। बिरलै पागल प्रेमीहरूकोलाई त्यो एमएलएको कार्यकर्ता निस्किन्छ कि गफ छ यार। हाम्रो चाहिँ गफ गरौँ भन्दा पनि गफ निस्किन्न त कस्तो। आज हाम्रो सेन्दाई लिगको गेम छ। तर बिरे जो कुलिस न मस्त सुनिदिनु ल भालै छैन के सोचिरह होला दिमागमा बिरेले सुनिल नेउपाने भनेको म सुनिल नेउपाने चाहिँ हाम्रो प्रिमियर स्पिनर बलर छेड्छमा गाडी कुदिरहेको छ। हात बोल्यो के हामीमा जापान आइसकेपछि गाइजर यति धेरै म्यानर आयो। म्यानर भन्ने कि डर भन्ने है। दुईजना देखाउने कि यहाँ होइन भिसा बिग्रिन्छ होइन डर भने हामीहरूलाई हामी बिस्तारै हिँड्यो नि भिजा क्यान्सल गर्छ र त्यो हामीले कहाँबाट आयो अचानक म्यानर्स है हामीमा। त्यस्तो मान्छे त होइन। हामी झन् नेपालमा यस्तो हुन्थ्यो यस्तो सिचुएसन हुन्थ्यो भने म त्यहाँ एकछिन सुत्दिन्थेँ घाम तापेर जेब्रा क्रसिङमा। तर किनकि म नेपालमा म त्यहाँनिर सुतेको भए गाडी ल्याएर खिचेर हिँडिदिन्थ्यो। गाडीवालासँग पनि म्यानर्स त हुन्न नेपालमा होइन। बारी हेर न काट्नुपर्छ र अब यार आगमन गइसकेपछि कस्तो होला यार मिस्त्री बन्नु छ कपाल पनि पाल्नु दिँदैन धारी पनि पाल्नु दिँदैन अरे मिस्त्री होइन कि ग्यारेजवाला ग्यारेज जाने मिस्त्री त हो त ग्यारेज मिस्त्री काम त हो हामी यसो कुकिङतिर नट अ मिस्त्री वी आर अ अटोमोबाइल इन्जिनियर। सुन न तर आफै लोजिक लगाउनु हो कि भन कुकिङ सुकिङ भयो भने दारी सारी पर्छ कपाल पर्छ ठिक छ। मोबिलहरू कपाल पर्दा के हुन्छ डिसेन्ट डिसिप्लिन एउटा मान्छेको चाहिँ सफा हुने एउटा चाहिँ मतलब के हुन्छ कपाल पाल्न दारी पाल्ने चाहिँ फोरी भन्न थाले फोरी होइन डिसिप्लिन के त्यसपछि के भन्ने त्यसलाई अहिले आई एम नट डिसिप्लिन म डिसिप्लिनमा छैन। म खत्तम गए गुज्रेको मान्छे हो तर कस्तो मायामा धोका खाएर दारी पालेर जस्तो दिन्छ। म त्यही बोल्दैन यस्तो क्रममा यस्तो यो माया मोहको कुरामा प्रतीक श्रेष्ठ मौन बस्नुहुन्छ बोल्यो भने फेरि म अलिक बढी बोलिदिन्छु त्यही भएर बोल्दैन। उसको कतिवटा छ कहाँ कहाँ छ भन्ने त मलाई थाहा छ। हामीलाई थाहा छैन झन् त्यही भएर मलाई पनि केही थाहा छैन कतिवटा छन्। गनमा पनि पाएन मैले त त्यत्रो फुर्सद पनि छैन गनी भ्याउने पनि छैनन्। त्यही भएर म बोल्दिनँ यस्तो यस्तो कुरा भनेको प्राइभेट कुरा भनेको सामाजिक सञ्जालमा हाल्ने होइन कि सामाजिक सञ्जाल भन्नाले सोसल मिडिया है त। सरी नराम्रो बोलेँ माफ पाऊँ छि है अलि कस्तो आफ्नो गल्ती आफै सजाय। तिमीलाई के अरे तोसीमा कार्की के सुनौँ कसका त्यो त्यसको के हो कानुन मन्त्री सोभिता गौतम हो र तिमी अहिलेको सरकारको मन्त्रीको धेरै नाम थाहा हुने भइसक्यो हामीलाई होइन त अब जसले सोध्छ मलाई पहिला केपी ओलीको नाम थाहा थियो जसले सोध्छ नि अहिले यसको मन्त्रीको नाम के हो भन्ने यता रासो पाएको होइन त घन्टी चिन्ह भएको त्यही के भन्ने नाम थाहा नभयो नि त्यस्तो नै। केपी हाम्रो केपी भाइ जेलमा गएका केपी भनेको खड्गे भाइलाई जेलमा हाल्नेलाई चाहिँ जेल हुनुपर्छ है। खड्गेलाई तर किन जेल हाल्यो त्यो त यसै पनि कम सजायमा छ त हेर त होइन। न छोरछोरी छ होइन न अब त तर त्यो म त के कुरेर बसिरहेको है त्यो मान्छे कहिले मर्छ होला भनेर कुरेर बसेको भर्खर त्यसको बाउ मर्दै त्यो कहिले मर्ने हो त्यो मरेको त हाम्रो नातिहरूले देख्छ नि हामीले देख्दैन होइन के मलाई कस्तो बुढो भइसक्यो अब त मर्न मन लागिसक्यो त बुढो त भनेको होइन केपी ओली के भर्खर अस्ति भएर त्यसको बाउ मऱ्यो भनेर न्युज आउँछ कि गाडी हेर्ने मात्रै हामीले गाडी त हेर्न पनि मन लाग्दैन किन्न पाउने भयो हेर्ने त नि होइन। बालेनको भन्दा पहिला के अरे पछाडि त्यसको बाउ मऱ्यो कि अब हेर बालेनको बाउ बुझ्दैन अब बालेनको बाउ कति अभागी आफ्नो छोराको जित हेर्न पाएन। केपीको बाउ झन् कति अभागी आफ्नो छोराको हारेर मऱ्यो होइन। कस्तो भने केपीको बाउले अगाडि मर्नुपर्छ बालेनको बाउले पछाडि मर्नु पर्थ्यो कि अनि लकिएस्ट हुन्थ्यो होइन लकिएस्ट बाउ एभर हुन त हुनु पर्थ्यो भने कि अब गराएको सुजन गुरुङले गरेर हुन्न अब फ्यामिली मार्ट कहाँ गयो रियालिटी चेक यस्तो हो नि त यस्तो होइन
हेलमेट उहाँ रहेछ फेरि यस्तो गाह्रो हुन्छ भ्लग बनाउन हात थाकेर यस्तरी मजा नि त्यो मान्छेहरू यस्तो हात त उठाउनु परिहाल्छ कस्तो यस्तरी मान्छे यस्तो तल माथि लाँदाखेरि पनि ठ्याक्क फेस देखिन्छ नि हामीले यस्तो तल फेस देखिन्छ नि काटिन्छ नि त पुरो त कि यस्तो ब्लेड यसरी हो स्मरण त्यसरी हो स्मरण तर किपिएल जेठो थियो होला त्यसको बाउ जेठो थियो होला है होइन बाउ कति वर्षको भयो सोच त कसो भाउ किपिएलको बाउ ए भोज 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 त्यसको बाउ कति वर्षको भयो खोज कति केपी भाइ खड्ग के खड्ग 26 केपी ओली भनेको केपी खानालाई कति वर्ष अब हाम्रो बाँकी काम भनेको चाहिँ यहाँ एटिएममा गएर 2000 झिक्नु पर्ने छ है सुनिल भाइले खै पोइन्ट कार्ड पोइन्ट कार्ड ल्याऊ कि कहाँ एक मानको पोइन्ट कार्ड बिरेसँग आज म तपाईँलाई लाली देखाउँछु को हो त लाली लाली एउटा गाई हो यसमा हाल कि यसमा हाल इङ्ग्लिस बोल्नु त्यो आइसवाला हो कि यो के तातोवाला यता यता गरे इङ्ग्लिस बोल्छ मान्छे कति दिन्छ 60 बियर भाइले इङ्ग्लिस बोल्छ कि घर अनि यहाँ लियो कि खाली ग्लास दियो कुन लियो हामीले यो लियो होइन एलमा होइन एक्स्ट्रा मिल्क स्टोन कति हालिदिउँ एक्स्ट्रा मिल्क स्टोन खानु हुन्छ अब भयो त 10,000 पो भयो त अनि यसले के हुन्छ त यो छ 3 टा कि 2 टा 4 हाले दुईटा हाल्नु यहाँ 3 टा 2 टा हाले बसीमा भोजलाई भोजले आफैले किन खाइरहेको थियो बाहिर भोजलाई खोज दिउँ हामी चाहिँ यहाँ कफी बनाउँदैछौँ एलको हेर नि त्यहाँनिर त्यहाँ एलवाला लेखा हुन्छ कि क्यापमा भाइ यहाँ उभिएर एकछिन रोक ल खाम त पैसा निकाल्नु बिर्स्यो जो छिटो बुवा बि आइसक्छ अहिले छिटो हाम्रो लागि आउनु हामी फेरि एकचोटि कोन मिनीभित्र पैसा झिक्ने बिर्सेर हाम्रो सुनिल भाइले अनि फेरि दिदीले त कतिचोटि हाला भन्छन् होला ओइ एटिएम हो फोटोकपी गर्ने नानी त एटिएम त्यहाँ यस्तो नमुना हामी फोटोकपी गर्ने ठाउँमा गएर अब झिक्दैछन् भाइले बेलुकाले भाडा हाल्छौ भाडा हाल्दैन गाडीमा जाने बेलुका पाकिस्तानीहरूको अड्दैन होला 3-4 सोधिहेरौँ यस्तरी काडी हाल्ने अनि हाम्रो पिन हाल्ने देख्यौ ठ्याक्कै जादुरे अनि तिनीहरूको चाहिँ तिनीहरूको लगाउने के कतिको नसकिन्छ त होइन जाउँ कहिले आउँछ स्यालेरी मेरो स्यालेरी आउँछ 10 तारिक ट्याक्कै तिर्नुपर्छ 10 मा भाडा तिर्नुपर्छ 10 तारिकमा पर्दैन यो महिना होला यो महिना पर्दैन होला सायद के पर्दैन तारिक आउने महिना यो महिनाको तिर्नु पर्दैन होला पर्छ किन पर्छ भने हामीले तिरेको नि सिगाचुको 10 बाट तिमीले पैसा तिर्नुपर्छ भन्दै आज खाने कहाँ सीको 10 तारिकमा चाहिँ अस्ति तिर्यो होला नि। कहाँ आयो भाइ इन फेभर अस्ति तिर्यो होला त्यसको पैसा कस्तो उसो तिरेको अरे ड्रेसको अरे नाइ के ड्रेसको मात्र होइन कि सबै थोक जोडेर लिएको हो कि 58 लिएको क्या हामी सुरुमा कति लियो 58 कोन सुरुमा कोइली त्योभन्दा पहिले त 1,23,000 तिमीलाई धेर लिएछ नि
1,18,000 तिर फिक्स यहाँ 1,10,000 ल्यायो, 11,000 ल्याएको। हामीलाई 1,17,000 ल्याएको छ। बढ्यो होला। बढेको यसपालि क्याकको पिस पनि 5,000 रुपियाँ बढ्यो। यिनी हाम्रो सिनियर आगमनको तिमीहरूको? यो त अन्ठाउनै हो। बिजनेस पढ्छ पहिला यो आगमन अन्ठाउनै हो क्या हाम्रो। अटोमोबाइलको सिनियर अनि भन्ने अटोमोबाइल त्योभन्दा अगाडि पनि कहाँ 55 थियो, त्योभन्दा अगाडि पनि 57 थियो नि। अनि एक योपालि बढ्यो क्या सबैको फी छैन बढेको। त्यति नै हो क्या। 58 हो। हाम्रो 58 थियो। हाम्रो पालादेखि चाहिँ बढेको हो कि 1,000। ए वार्रा हो त। टोक्ने गर्थ्यो, मऱ्यो त्यो पनि। बिजनेसम्यान जस्तो देखाएको छ यो चाहिँ मैले कार्यकर्ता देखाएको छ यो चाहिँ त्यो बाटोमा ऱ्याप गर्दै हिँड्छ नि गिटार राखेर भालु सार्नु सिधै मिल्छ। पालिन्छ भन्नु आफ्नै कार्यकर्ता भएर हिँड्ने। त्यस्तो देखाएको छ एमालेको कार्यकर्ता ताराको टोपी लाएर हिँडे खै ओइ अहिले रोड जान्छ कि हावा यस्तो हावा छौँ हामी अब हाम्रो गाडी आउँदैछ अब गाडी चढेर टक्क हामी चाहिँ अनि ग्राउन्डमा पुगेपछि फेरि आउनेछौँ खेल्दै राम्रो। त्यतिको लागि चाहिँ म पनि जुस खान्छु लिएर यहाँ अहिलेको लागि चाहिँ बाई बाई दिनरामै खेल्न लागिएको छ है। अब प्रदर्शन कस्तो रहन्छ भन्ने कुरा चाहिँ अब फिल्डमा अब यहाँ राख्छ अहिले पल्टाको घोप्ट्यो भने सबै पोखिन्छ गाइज तपाईँहरूलाई एउटा कुरा देखाउँछु है, यो चाहिँ हामीलाई सिजो युनाइटेड दिएको त्यो दाइले किनेको भाइ किनेको दिएको त्यो दाइले पैसा दिएको? पैसा दिएको होइन त्यो दाइसँग हामीले किनेको त्यो दाइको नाम पनि थाहा छैन नागोया युनाइटेड सिजो युनाइटेड होइन नागोया खै नाम पनि बिर्सेँ यार नागोया समथिङ के थियो। अब गाइज एकछिन सङ्घर्ष गरेर आउँछु ल कतिकै बाहिरबाट के लाउँछु नि म यो कसको हो? त म लाउँछु भाइ कसको हो यो? मेरो त्यो यसमा खतरा छ खै एकछिन ट्राई गरौँ नगरौँ त्यो बिराज हट्टु बनाउन बिरे मेरो बिराज बिराज बिरे Korekara to draw Oshimasu. So, right. Let me stand over here. And Pratik over here. Who goes first? Choose a hand. के अरे इन्डियाको हो क्या Yeah, you won that. So. बिचमा गएर गर्ने टस त 100 रुपियाँ सिक्का टस गर्छ Cool. भुँडी भन्नु Heads. यस बलिङ बस्ट ह्यान्ड Good game, boys. ह्यान्चेकै नगरी आउँछ पाकिस्तान Team Wallo versus Red going to be played here in Watari cricket ground. Salam Ali ready for bowling first over for the competition of 1 over. Wallos are 7 for none. तिमीलाई कुनै होला अनि को भला यसो शुभम ओके गाइज हामीले चाहिँ 101 रन खाएका छौँ 10 ओभरमा 102 को टार्गेट छ हामीलाई अनि हाम्रो ओपनिङ ब्याट्सम्यान बिरे हो यो अलि रहेछ अलि अन द स्ट्राइक बिरे नन स्ट्राइक अनि शुभम चाहिँ बलर बिरे शेरबहादुरको कान्छो छोरो मुला शेरबहादुर चाहिँ बिरे भाइ ब्याटिङमा आत्ते गरेर नि त्यो काँपिरह बिरे काँपिरह उयो त ठ्याक्कै मोटु पार्नुको मोटु जस्तो अरे मोटु समोसा खा लो भाई अरे समोसा खा लो अरे मोटू समोसा खा लो अरे मोटू है समोसा खा ले मोटू 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 रनिंग ठ्याक्कै मोटू है यार ऊ त्यहाँ अर्को जोन बनेका डोन
जॉन बनेगा डॉन। अरे मोटू अरे मोटू है मोटू, समोसा खा लो मोटू। ये जो साउथ इंडियन विलेन की तरह मुंह वाला, इसको निकालो भाई। ए भोले छोड़ दे, चाउ चाउ दिन्छु। कुदा कुदा अझै कुदा अझै लम्बा ट्राई करो कार्तिक। सानो भाइ भाग्यो, गुड शट सानो भाइ भाग्यो। यसले आउमरीमा 2 बलमा 2टा बाउन्ड्री। कसले? कार्तिकले 6 बलमा 5 कि 6 गरे। 6 ओए आउमरी गस्ता कमन कार्तिक कमन। चेहरा परेन ओ यार यार। अनि हाम्रो रातो टिमले चाहिँ 17 रनले हारेको छ आज हैन। 16 रनले हारेको छ। हाम्रो अझै 7वटा गेम बाँकी छ अनि 7वटा गेममा 16 रनले हार्यौँ हामी। अब 7वटा बाँकी छ कि। अनि 17 रनले भएको भइ हुन्छ हैन। 17 कि 16 क्याप्टन त सेम हुन्छ हैन। 4वटा गेम सेम हुन्छ सेम टिममा अनि त्यसपछि 4वटा गेममा चेन्ज हुने हो कि। अनि कुन टिमले जितेको मान्नुहुन्छ? येलो टिममा रेड टिममा हुँदा त टिममा जिते मान्ने नि। आई मिन क्याप्टन मात्रै भयो टिम भन्दा नि। क्याप्टनले जितेको मान्नु। त्यो अब क्याप्टन बिच कुरो हुन्छ कि टिम चेन्ज गर्ने कि यही टिम खेलाउने भनेर बबीको। ए पहिला 4 टिमको एउटा सिरिज के 4 म्याचको एउटा सिरिज अनि हाम्रो गेम सकिएको छ आजको लागि चाहिँ। अनि अब यो भ्लग चाहिँ सकेसम्म छिटो आउँछ अनि अर्को भ्लग कि त नेक्स्ट सटरडे आउँछ, मन्डे आउँछ कि त अब अर्को मन्डेतिर आउँछ नेक्स्ट भ्लग चाहिँ। अनि घाममा गर्नु त्यसपछि अरू के भन्नु छ कि सक्यो? अरू के भन्छ कि सक्यो कुरा? केही छैन, अझै भिडियो राखेको छ। अझै भिडियो राखेको छ। अहिले मेरो मुर्गी छैन, चार्ज सकिसक्यो मेरो मोबाइलमा। ब्याटिङ गर्नु मन थियो, ब्याटिङ गरेको रङ डिसिजन दिएर आउट पार्थ्यो बिरुले। यसले फर्काएर आउँदै गर्थेँ म ब्याटिङ गर्नु त। अनि हाम्रो चाहिँ अब गेम सकिएको छ अनि हामी त्यही हो 17 रनले 16 रनले हारेको छौँ। अब नेक्स्ट गेममा राम्रो खेल्छौँ भन्ने मलाई त राम्रो लाग्दो रहेछ। ए बाचा सहित भिडियो हेरेर सब्सक्राइब गरिदिनु होला। बाई बाई।